गुड मर्निङ एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल। हजुरहरू सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। तल्लो घर आएको थिएँ, अहिले चाहिँ मान्छे नै भेटिनु भएन। म चाहिँ यहाँ सानो काम परेर आएको थिएँ। अनि हाम्रो मौसम चाहिँ यस्तो छ, आज एकदम घाम टन्टला पुर लागिरहेको छ, अल्छी लाग्दो होइन। अनि केही गरेको पनि छैन, अल्छी लागेर खाना खाएर रेडी भएर स्कुल जाँदैछु म चाहिँ अहिले। बर्थडे सेलिब्रेसन अनि हाम्रो बर्थडे हो आज चाहिँ। हामी सेलिब्रेसनमा लाग्दैछौँ अनि अब डेकोरेसन गर्नुपर्ने हुन्छ। यहाँ साइड ब्याकमा म्युजिक बजिरहेको छ। के गर्नुभएको अनि अब म यहाँनिर बेलुन फुलाउँछु होइन। अनि यहाँ पनि मम्मीको पिक्चर छ होइन। हजुर मम्मीको पिक्चर छ भन्नु न। मम्मीको पिक्चर छ, अब सहितको बर्थडे भएर मम्मीको पिक्चर भयो अरे। अनि त्यस पछाडि अहिले चाहिँ मम्मी यत्रो छ, एकछिन फुलाएपछि कत्रो हुन्छ भन्नु न भन्नु। चैतमै जन्मेको भनेर हो क्या हो? कहाँ बादर के छ? ओहो चैतमा बादर जन्मेको भनेर हो क्या? हेर्नु कसैले भन्नु परेको छैन फेरि यहाँ। एकचोटि भनिहाल्नुहुन्छ। ओ आमा, त्यही भएर अगाडि नै भनिदिनु भएको हो। ह्याप्पी बर्थडे टु यु अनिता मिस। म अनिता लिम्बू खजुल पार्काजी। हाम्रो मिस निशा मिस चाहिँ यता फोनतिरै बिजी हुनुभएको छ अहिले। चार्जरहरू पनि घरिघरि आफै बिगार्नुहुन्छ, आफै सपार्नुहुन्छ उहाँ चाहिँ। अनि यता फेरि यता हाम्रो मेकानिक मिस चार्ज गर्दै हुनुहुन्छ होइन। अनि भरे चाहिँ नाच्नुपर्ने हुन्छ हामी बर्थडेमा। र यहाँ मिसेस हाम्रो फाउन्डर चाहिँ यहाँनिर प्राउन फुलाउँदै हुनुहुन्छ। अनि मासुमा को लाग्नु भएको छ? सुनिता मिस हो, मिस प्रिन्सिपल लाग्नु भएको छ। अनि त्यस पछाडि यहाँनिर हाम्रो यहाँ मलाई पनि दिँदै हुनुहुन्छ। म अहिले एकछिनमा खान्छु ल। अनि यहाँ प्याज टमाटरमा हाम्रो मसलामा सुषमा मिस लाग्नु भएको थियो। हाम्रो सुषमा मिस चाहिँ यहाँ बाहिर जानुभएको छ। अनि उहाँ चाहिँ हाम्रो बर्थडे गर्ल हुनुहुन्छ। अनि हाम्री एकलौटी भाउजू, प्यारी भाउजू अनिता आङदेम्बे खजुम। ल निशा मिस, हामी डेकोरेसनमा लागौँ। के भयो त नि? गीतै नबजी नाच्दै हुनुहुन्छ हाम्रो यता मिस प्रिन्सिपल चाहिँ। अन्त मिसको बर्थडेको लागि भने अब मिसलाई राम्री बनाउनु। ब्याकग्राउन्डमा म्युजिक बजिरहेछ भन्नु न फेरि। ब्याकग्राउन्डमा म्युजिक बजिरहेछ। यो म्युजिक उहाँ चाहिँ पछि त गएर बेलुन फुलाएर बेलुन बेचेर अनि तपाईँलाई मैले के डिपार्टमेन्ट दिएको थिएँ? उहाँको फेरि भर्खरै घनघोर पर्दैछ। अब सिङ्गल भनेको यतै मात्रै हो बाँकी, त फेरि भर्खर ब्रेकअप हुनु खोज्छ। अनि फेरि ब्याचअप हुन्छ। स्याड बर्थडे टु यु। धन्यवाद आपको। मुबारक हो, बहुत सारी जन्मदिन मुबारक हो। ह्याप्पी बर्थडे टु मी। आमा हेर्नु अब के भन्ने हो? साथी चाहिँ भर्खरै कस्तो चस्मा लगाएर कति राम्री। आहा, मान्छे राम्री हो कि चस्मा राम्रो राम्री देखियो नि। राम्री देखियो हाम्री माइली बुहारी। यो 1x ले चाहिँ के गर्ने हो? स्पिड होला नि। ए पागल के ठुलो बनाउँछ।
हाम्रो बर्थडे गर्ल चाहिँ यहाँ मेकअप गर्दै हुनुहुन्छ हैन राम्री हुँदै हुनुहुन्छ अनि त्यो केले पुस्दै हुनुहुन्छ भनेर हाम्रो चाहिँ यहाँ जिज्ञासा रहेको छ क्या अनि सरले यसो पुस्दा पनि त हुन्थ्यो हैन अनि यहाँनिर चाहिँ हाम्रो निसा मिस पनि रेडी हुनुभएको छ अनि यता हाम्रो डेकोरेसन छ अनि यता हाम्रो सुषमा मिस कस्तो हुँदैछ अनि यता हाम्रो सुन्ता मिस अब यहाँनिर चटनी बनाउनु हुने अरे सुन्ता मिसले चाहिँ मिठो बनाउनुहुन्छ उहाँको चाहिँ हातै मिठो छ अनि उहाँले चाहिँ यहाँनिर हातै मिठो छ हाम्रो सुन्ता मिसको चाहिँ प्याज काट्दै हुनुहुन्छ यहाँनिर अनि यहाँनिर मासु पनि पकाइसक्नु भयो उहाँले चाहिँ एकदम मिठो पकाइसक्नु भएको छ यता हाम्रो राम्रो आइरहेछ नराम्रो आएको छैन भाउजू चाहिँ यता रेडी हुँदै हुनुहुन्छ हाम्रो भाउजू चाहिँ एकदम ब्युटी हुनुभयो हौ हिबा लाजु र मलाई चाहिँ अब बर्थडे गर्लले चाहिँ टिका ल्याउन पठाउनु भयो म टिका ल्याउन जाँदैछु अनि हाम्रो स्टुडेन्ट्सहरू चाहिँ यहाँ पढ्दै हुनुहुन्थ्यो गाडी हेर्न जानुभयो भने त बस हेर्नु पक्नु है त तपाईँहरूलाई सर लेख्नु ल छिटो सर भारीमाथि उबाट फुत्त फालिदिएको के तपाईँलाई हाम्रो भारीमा यस्तो बेहोरा गर्दैन म त त्यो खलेरको बेला त चोप्रा प्रियङ्का चोप्रा जस्तो बनाइदिनु प्रियङ्का चोप्रा त्यस्तो पारिदिनु मन लाग्ने भन्दै हुनुहुन्छ यता फेरि बुहारी वारी वा भन्दै आउँदै हुनुहुन्छ हाम्रो तुम्मी हाम्रो मिसको फेरि मिसहरूको यहाँ फेरि फाल्टै गफ छ हाम्रो सिङ्गल मिसहरू देखाइदिनु न 70 रुपैयाँ गएन सबैजना सिङ्गल हो 70 को औकात छैन को सिङ्गल यहाँ फेरि यता हाम्रो बर्थडे गर्ल पनि सिङ्गल हो तर यसो भाउजू भन्दैको अरे बुढीहरूलाई सिङ्गल त्यहाँनिर तिमीहरूको मेनुका मिसको लाइफमा सिङ्गल भन्ने मेरो बुढी भएर सिङ्गल भन्ने ए सरी यसमा तेल थियो ला हो र मलाई भन्नु न निकालेको नि त त्यहाँ सिङ्गल मिसहरूलाई देखाउनु न उ त्यो खाने हो उहाँ चाहिँ हाम्रो सिङ्गल मिस हो फागुन पनि गयो यता पनि सिङ्गल सहित पनि गयो कता यता हाम्रो निसा मिस पनि सिङ्गल मिस ए ल कस्तो हुँदैछ कस्तो न कस्तो अरे प्रेसा तपाईँलाई होमवर्क गर्नु भनेको बसेर निस्किनु भयो अब चाहिँ नि म लेख्नु होमवर्क गर्नु बाबाहरू एक्सक्युज मी मङ्सिर त तपाईँको जन्म महिना थियो तर फागुन के भयो हाम्रो ज्वाइँ साहब तपाईँ यो भ्लग हेर्दै हुनुहुन्छ भने अरूलाई उडायो भने हामी जान्दिनौँ अहिले चाहिँ भन्दैछौँ अरूले नै उडायो भने चाहिँ नभए चाहिँ हामी पर्दिनौँ है पछि कतिचोटि गर्नु हो बुकिङ भन्दै होला हामी त केही गर्दिनौँ नि फेरि पछि अहिले भनेको छौँ ए ल भन्नु त एक दुई शब्द कहाँ हुनुहुन्छ ज्वाइँ साहब अहिले हाम्रो ज्वाइँ साहबले चाहिँ यो भ्लग हेर्नु हुँदैछ भने प्लिज छिटो भरे भोलि कसैले लगिहाल्नु भने हामी केही भन्न सक्दैनौँ चक्कु देखाउनु त चक्कु नचलाऊ चक्कुले काट्छ सुनिता यता चाहिँ हाम्रो मेनुका मिस नमस्कार प्रेमिसाको प्यारी माइजू यता चाहिँ हाम्रो हुनुहुन्छ सुनिता मिस कसैको प्यारी मायालु तपाईँ को हो हामीलाई भन्नु हामीलाई टाइम दिनुहुन्न उहाँले हिजो आज भ्लग हेर्दै हुनुहुन्छ भने
ब्लगमा के रे सब्स्क्राइब गर्न लाउनु भएको होला नि त सब्स्क्राइबर बढाइदिनु हुन अनुरोध गर्दछु यसमा लाउनु भयो डटपट बढाउनु लाउनु न तपाईँहरूको आफन्तहरूलाई चिन्ता मिसो यहाँनिर के अरे युट्युब च्यानलमा सब्स्क्राइब गर्न लगाउनु युट्युब च्यानलमा सबैजनाले सब्स्क्राइब गरिदिनु हाम्रो सुन्ता मिसको भेना मेरो भेना पहिला त म कोर्नै सक्दिनँ थिएँ बिरामी भएर चाहिँ पापाले चाहिँ यस्तो भयो अनि त्यहाँदेखि यो त पछाडि मैले गर्दै थिएँ हाम्रो सुन्ता मिसको दिलमा पहिला बाख्रोमा पर्दा त आमैले गरिदियो फस्रै खालके मिसलाई सन्चो छैन अलिक बिरामी हुनुहुन्छ औषधि पठाइदिनु होला हाम्रो बाँकी रहनु भएको एकजना मिस हुनुहुन्छ सिङ्गल आमा टिकटकमा भिडियो एउटाले पोस्ट गरेछ अर्कोले देखेछ म त मिङ्गल भन्नु पर्दैन मलाई केही पनि टिकटक पनि उयो गर्नु मिल्छ के बन्दै गर्नु मिल्छ टिकटक नचलाउने भइसक्नु भएको हाम्रो यहाँनिर हाम्रो बर्थडे केक ओपन हुँदैछ Come and sit please here. कम एन्ड सिट प्लिज ल सबैजना आउनु जुनी काट्छु भन्जाउने And very sad today. आमा बर्थडेको दिन चाहिँ फेरि स्याड अरे भनेर भन्छ भनेको ला आमा आखे मसित कसैले जोडी छौ कोसित तपाईँको पनि एकछिनमा कार्यक्रम हुन्छ घरमा मेरो किन हुन्छ होला नि थ्याङ्क यू सो मच ह्याप्पी बर्थडे एभ्रीवान
फेरि रुन थाल्नु भयो क्या डान्स गर्न थाल्नु भयो हाम्रो केटाकेटीहरू केक खाँदैन कुममा केक मिठो छ नि होइन अब खानपिनमा लाग्दैछौँ अनि हाम्रो चिच्चा कस्तो भएको छ हो म त जान्दछु आउनु न आउनु तुममा हाम्रो बर्थडे गर्ल चाहिँ भाग लाउँदै हुनुहुन्छ हाम्रो सर यहाँनिर बसिराख्नु भएको छ अरू केही भन्न छैन मैले हेर्नु न फेरि सर भने लाउनु भएन भाग अरूको उस्तै बेसरी म समाउ